सो व्हाट्सअप एभ्रीबडी फेरि पनि तपाईलाई स्वागत छ आजको मेरो ब्लगमा र आज पनि म तपाईलाई नयाँ नलेज लिएर आउँदै छु। सो कृपया सबैजनाले सुन्नु होला है। सो अहिले रिसेन्टली मेरो हातमा त बुक छ है, इकाइगाई भन्ने बुक छ हैन। मतलब आज हामीले कतिजनालाई लाग्न सक्छ होला बुक्स पढेपछि के हुन्छ। म सुरुमा तपाईलाई यसको बेनिफिट्स भन्न जाँदैछु है। हामी कतिपयले किताबै पढ्दैनौँ कि हामी सोशल मिडियामा इन्गेज भइरहेको छन्, इच एन्ड एभ्री कुरामा चाहिँ इन्गेज भइरहेको छ के। तर बुक्स पढेको बेनिफिट्स चाहिँ के हुन्छ भन्दा तपाईलाई म 6वटा पोइन्ट भन्न जाँदैछु। सो सुरुको पोइन्ट भनेको हाम्रो बुक्स पढ्दा चाहिँ के हुन्छ नि तपाईले इन्क्रिज भोकाबुलरी क्या, तपाईको जुन भोकाबुलरी हुन्छ नि त्यो चाहिँ तपाईको बढ्दै जान्छ क्या। सेकेन्ड कुरा के हुन्छ नि तपाईले चाहिँ जब पढ्नुहुन्छ तपाईले मान्छेसँग चाहिँ कम्युनिकेसन स्किल चाहिँ के गर्न सक्नुहुन्छ, मजाले गर्न सक्नुहुन्छ है। र थर्ड प्रोसेस भनेको रिड्युस लस, तपाईले के गर्न सक्नुहुन्छ नि मान्छेसँग चाहिँ अलिकति यो स्ट्रेस कम हुन्छ के। जस्तो तपाईँ हामी धेरै लर्न गर्न सकिन्न नि धेरै स्ट्रेस कम हुँदै जान्छ कि, त्यही भएर चाहिँ यो बुक्स पढ्ने रिड्युस कम हुन्छ। र फोर्थ पोइन्ट भनेको इन्क्रिज यो नलेज भन्छ, जुन चाहिँ तपाईँ हामीले चाहिँ बुक्स पढ्यो भने आफ्नो के हुन्छ नलेजहरू चाहिँ बढ्दै जान्छ क्या। तपाईँ हामी कोही व्यक्तिसँग डिफेट गर्न सकिन्छ। फिफ्थ कुरो हामी चाहिँ इम्प्रुभ फोकस, हामी बुक्स पढ्नलाई हामी धेरै फोकस भइन्छ। सिक्स कुरो चाहिँ हाम्रो के हुन्छ भने राइटिङ स्किल्स चाहिँ बढेर जान्छ। र सातौँ भनेको हामीले बुक्स पढ्यो भने इन्टरटेनमेन्ट पनि यहीँबाट पाउन सकिन्छ है। र इफ यो बुक्स पढ्न सक्नुभयो भने तपाईँले यो 7वटा बेनिफिट्स यहाँबाट पाउन सक्नुहुन्छ। सो गाइस टुन, फेरि पनि म अर्को भिडियोमा तपाईँलाई केही कुरा दिनेवाला छु। थ्याङ्क यू सो मच।